दामी हावा लगाइदिरा हावा त के दामी हो न खिच्ने बेलामा हावा लगाइदिरा जस्तो हेलो फ्याम वेलकम ब्याक टु माई च्यानल एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला म पनि सन्चै छु तिमीलाई कल सोधेकै छैन म सन्चै राम्रै छु तिमी सन्चै छौ अनि चुप लाएर क्यामेरा देखाइछु यस्तै हो मैले सोधेको छैन तर यिनले सन्चै छु भनिहालेन् अब हामी जाँदैछौँ नभनौँ हामी जाँदैछौँ हामी भन्दैन ल हामी यत्तिकै हिँड्दैछौँ हावा खाना गर्मी सुरु भयो लन्डनमा गाइज यस्तै छ जिन्दगी नि हेर्नु होला ल हेर्नु होला पछि पछि आउनु होला मेरो स्टे ट्युन विथ अस लेट्स सी गाइज के हुन्छ हेरौँ इङ्ग्लिस 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 यस्तै छ निद्रा पुगेको छैन केही छैन जिन्दगी यस्तै रहेछ हामी जाँदैछौँ म भिडियो बनाइ त रहेको छु तर कस्तो आएको छ भन्ने थाहा छैन म बाटो क्रस पनि गर्दैछु यहाँ नजारा यस्तो छ रात पर्न थाल्यो अहिले त कति बज्यो 7:15 7:30 बजे पनि उज्यालै छ है यस्तो छ गाइज सन्जु दाईको पेस्ट कन्ट्रोल रहेछ कि यहाँ पेस्ट कन्ट्रोल छ है सन्जु ब्रो भिडियो त हेर्दैन होला बुढा त्यही पनि यहाँ पेस्ट कन्ट्रोलको प्रचार पनि गरिदिएको मैले यता फेरि यहाँ पुरै खै यता हेर्नुहोस् त हजुरले यहाँ अलि लजालु हुनुहुन्छ त्यही भएर एक्कासी जाडो भयो यहाँ यसरी यहाँ बच्चाहरूलाई यहाँ घर बाहिर यसरी यहाँ कसैले लैजाओस् भनेर राखिदिन्छ कि पुरानो भयो भने म टोपी लगाएर हिँडिरहेको छु अब अहिले पुरै के भ्लगरहरू यस्तै गर्छ नि त्यस्तो चहल पहल दिएको कि सिपीमा त्यो पनि र हुनेवाला त केही पनि छैन त्यही पनि सिपी दिएको चहल पहल दिएको कि केही हुनेवाला त छैन गाइज बोल्न पनि बिर्सियो भिडियो बनाउन छोडिसकेपछि यस्तै छ यहाँको नजाराहरू यस्तै छ गाइजी बाटो त नेपालको भन्दा नि खत्तम हो घरहरू चाहिँ अलि राम्रै नै हुन्छ उता सल्टिच रोड तान्दै खोक्दै हिँड्नुपर्छ नेपाली भए त बुझ्थ्यो होला अब उहाँले बुझ्नुहुन्न त्यो मान्छे देखेको र वालेट छोडेको मान्छे देखेन होइ नै छौँ गाइज हामी त धेरै हिँड्नुपर्छ बसमा चढ्ने ठाउँमा त अझै आइपुगेको छैन जता हेरो घरै छ कुनातिर यता कुना नि घरै छ उता कुना नि घरै छ यहाँ चाहिँ के हेर्नु है यहाँ समर सुरु भयो यस्तो फुल छ नि ओहो भनी साध्य छैन कि झरिरहेको छ कस्तो राम्रो छ अलिक तल भए त हातमा राखेर खिच्नुहुन्थ्यो तर यहाँ भुइँमा झरेर है यस्तो राम्रो भएको छ हिँड्दैछौँ हामी जाँदैछौँ ऊ अनि अगाडि रहेछ ऊ त्यहाँ खिच्न मिल्छ होला अगाडि खिच्छु मैले के रहेछ यो बाँस देखाएको छ त कस्तो लक गरेर राखेको छ गाडीहरू पनि यहाँ रहेछ दामी फुल कस्तो दामी दामी हावा लगाइदिरा हावा त के दामी हो न खिच्ने बेलामा हावा लगाइदिरा जस्तो चाहिँ 16 डिग्री थियो कि गर्मी भए पनि अनि दिउँसो त कस्तो तातो थियो अहिले त चिसो भइसक्यो यस्तो चर्लक्कै भइसक्यो यो मौसम त है कस्तो अघि त कति चिउ थियो ल गाइस लेट्स सी अब के हुन्छ हेर्दै गर्नु होला म पछि देखाउँछु होइन ल गाइस आऊ यताबाट जाम यहाँबाट हामी नेपाली यस्तै कहिल्यै सुध्रिने होइन बाटाको बिचबाट बाटो क्रस गर्दै 486 मा जामला के
गाडीहरू लाइन लगाइरहेको छ ल फाइनल्ली हामी जाने बस पनि आयो हामी बस्नु जाने गइन्छ गइराख न अब यहाँ मलाई छोड्ने हो कता बसमा झर्न नपाउँदै होल्ड ह्यान्डरेल भने त्यही भएर मैले ह्यान्डरेल छानेको छु यो त गाइस नो स्मोकिङ है गाइस नो स्मोकिङ यो बसको सिसा पनि कति फोहोर हो यो कहिल्यै सफा नगर्ने रहेछ यार अलि सफा गरे त राम्रो देखिन्थ्यो नि भिडियो गराउनु भन्दै सफा गर्दै अनि सफा त गर्नुपर्छ नि यो यति नजिक स्टप हुन्छ जे पनि सफा त गर्नुपर्छ यही नि पछाडि बसेकोले भन्यो होला नि भर्खरै आएको रहेछ अगाडि बसेर भिडियो खिचिरह भन्यो होला भने पनि मलाई के मतलब छु मतलब कसैको मतलब छैन जे भने पनि सरी के अरे यहाँ सुजुकीको सोरुम छ है मनोज पाण्डे ब्रो फाइनली हामी बसबाट झऱ्यो अब हामी यहाँबाट जाँदैछौँ हामीलाई लिएर आएको बस पनि गयो रात परिसक्यो फाइनली हामी आउन लाग्यो रातै भयो है रातै पऱ्यो तर यहाँ यतातिर त दिउँसोमा भन्दा रातिमै हिँड्न मजा लाग्छ मलाई त आनन्द फिल हुन्छ कि चिसो हावा लागिरहेको छ 8 बज्न लाग्यो होला कति बज्यो खै ठ्याक्कै 8:05 भयो लगाइस हेर्दै गर्नु होला धेरै पछिको मेरो भिडियो चिसो हावा लागिरहेको छ त्यही भएर हामी फाइनली आयो ओइ यता हेर त घर लगाएन नि तिमीलाई को भन्देऊ त यो को हो र लाइटले चिन्दै चिनिने जाऊ यहाँ हेर त के ल्याइदियो चाचुले को यो को भन को लजाइदै गरिन् यहाँ आउनु म भिडियो खिचिराखु यहाँ मसित आउँदा नि हेर यहाँ म के ल्याइदिएको चिप ल्याइदिएको ए फ्रुटी त्यो त फाल्दै म त हेर त जुस मुखै देखिन्छ क्या निधाएर यस्तो छ यो बेबी अझै सुतेर उठेको छैन हामीले यहाँ खाएर भ्याएर नै लास्ट डेजर्ट हाम्रो चाउमिन यहाँ भिडै छ यहाँ स्पोनहरू कुरेर बस्यो कोक आयो ल ट्र्याक्टर नेपालको जस्तो कोक आउँछ है गाइज यहाँ के जाम ए तिम्रो कान लाग्यो त पल्टिनु भयो यहाँ भिडियो त अन्त्य नै भएन न झरी दिदी यहाँ बस्नु हो उहाँ झरीमा नानी निदै सकिन् अब हामी पनि जान्छौँ 11:30 भयो रातिको 11:30 भयो अब दाइ यता पल्टिनु भयो दाइको नि काम होला भोलि बिहान म यहाँ छु
फाइनली हामी फर्क्यो क्याम्पडेन, विलियम क्याम्पडेन। सब बन्द भइसक्यो। कति बज्यो मेरो घडीमा पानी परेर राम्रोसँग देखियो होइन, 12:20 भइसकेछ राति। हामी फर्कियो, अँध्यारो भइसक्यो। अँध्यारो गाइज, केही देखियो होइन, लाइट आँखामा पऱ्यो, सब सुतिसक्यो। यस्तो छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइज। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो भेट फेरि अर्को नयाँ भिडियोमा हुनेछ। त्यतिन्जेलसम्मको लागि मैले भैँमा बाटो हेर्नु पऱ्यो। अहिले म बाहिरिन्छु। यहाँ आँखामा लाइट परेर बाटो देखिएको छैन, त्यही भएर बाई बाई।